कसैलाई माया गर्नुहुन्छ अथवा रिलेसनमा हुनुहुन्छ भने यो अन्तिमसम्म सुनिदिनु होला है त। माया भन्नु यस्तो सम्बन्ध हो जहाँ झगडा पनि हुन्छ, मनमुटाव पनि हुन्छ, तर ती सबै कुरा सुल्झाएर फेरि सँगै बस्न सकिन्छ। माया कहिल्यै पूर्ण रूपमा सजिलो हुँदैन। कहिलेकाहीँ विचार नमिल्न सक्छ, शब्दहरू तितो लाग्न सक्छन् र मन पनि दुख्न सक्छ। तर साँचो माया भनेको त्यही हो जहाँ ती सबै अप्ठ्याराहरूका बावजुद पनि सम्बन्धलाई टिकाइन्छ। बुझ्नुभयो? अनि हामी झगडा गर्छौं किनकि हामीलाई एकअर्काको कुराले असर गर्छ। हामी कहिलेकाहीँ रिसाउँछौं किनकि हामी माया गर्छौं। तर त्यही माया फेरि मिल्ने हिम्मत दिन्छ। झगडापछि आउने माफी, काखमा अङ्गालो, आँखामा देखिने आँसु, यी सबै मायाले सिर्जना गरेका क्षणहरू हुन्। कहिलेकाहीँ माया बचाउन इगो भन्दा इमोसन ठूलो हुन्छ र साँचो प्रेममा कसले गल्ती गर्यो भन्दा कसरी मिल्ने भन्ने सोच नै महत्वपूर्ण हुन्छ। हामी सबै अपूर्ण छौं, तर माया भनेको त्यही हो, अपूर्णताभित्र पूर्णता खोज्ने प्रयास। साँचो माया कहिल्यै साथ छोड्दैन। परिस्थितिले परीक्षा लिन्छ, समयले धैर्य माग्छ, तर जसले वास्तवमै माया गर्छ उसले हार मान्दैन। ऊ रहन्छ, लड्छ, बुझ्छ, फेरि सम्बन्ध बनाउँछ। त्यो नाता नै साँचो प्रेम हो जहाँ तिमी रिसाउँछौ, म मनाउँछु, तिमी टाढा जान खोज्छौ, म समातेर राख्छु। सम्बन्ध बलियो त्यति बेला हुन्छ जब दुवैजनाले साथ छुटोस् भनेर होइन, सँगै बस्नका लागि प्रयास गर्छन्। अन्त्यमा माया भनेको एकअर्कालाई बुझ्ने, स्वीकार गर्ने र साथ दिने प्रतिज्ञा हो। त्यसैले झगडा भयो भनेर डराउनु पर्दैन।